पूर्व गृहमन्त्री तथा रासपा सांसद सुदन गुरुङमाथि करोडौं रुपैयाँ सम्पत्ति लुकाएको तथ्य सार्वजनिक भएको छ। निर्वाचन आयोग र प्रधानमन्त्री कार्यालयमा बुझाएको सम्पत्ति विवरणबीच ठूलो फरक देखिएको छ। जेनजी औगा भनिएका 38 वर्षका गुरुङले गोर्खा क्षेत्र नम्बर 1 बाट निर्वाचन लड्ने क्रममा 2082 माघ 6 गते मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्फत निर्वाचन आयोगमा पेश गरेको विवरण र गृहमन्त्री बनेपछि चैत 27 गते प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बुझाएको विवरणबीच ठूलो अन्तर देखिएको छ। दुवै विवरणमा हेर्दा उनले सांसद हुनुअघि देखाएको सम्पत्ति मन्त्री भएपछि योजनाबद्ध रूपमा बढाएको स्पष्ट देखिएको छ। निर्वाचन आयोगमा पेश गरिएको विवरणमा देखिएका 37 र 78 लाख रुपैयाँ ऋण तथा अन्य लगानीहरू पछिल्लो सरकारी विवरणमा देखिएको छैन। त्यस्तै करोडौं रुपैयाँ बराबरका सेयर लगानी हटाइएको छ। बैंक खातामा पनि असङ्गति देखिएको छ। त्यस्तै सुन चाँदीको विवरण तथा स्रोत समेत फरक परेको छ। त्यस्तै पहिले नदेखिएको संवादे सदन पछि देखाइएको र यसको खरिद समय समेत मेल खाएको छैन। यी सबै असङ्गतिका कारण सम्पत्ति लुकाइएको र गलत विवरण दिएको आशंका गर्दै छानबिन प्रक्रिया अघि बढाइएको छ। निर्वाचन आयोगमा पेश गरिएको विवरण र प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बुझाएको पछिल्लो विवरण तुलना गर्दा सम्पत्ति, ऋण, सुन, चाँदी, सेयर तथा बैंक खाता सम्बन्धी विवरणमा उल्लेखनीय फरक देखिएको छ। निर्वाचन अधिकृतको कार्यालयमा बुझाइएको विवरणमा उल्लेख गरिएको केही सम्पत्ति तथा वित्तीय लेनदेन मन्त्री बनेपछि बुझाइएको विवरणमा परिवर्तन गरिएको देखिएको छ। विशेष गरी करोडौं रुपैयाँ ऋण लिएको विवरण एक कागजमा देखिए पनि अर्को कागजातमा उल्लेख नभएको भेटिएको छ। यसले सम्पत्तिको वास्तविक स्रोत र लेनदेनबारे शङ्का उत्पन्न गराएको छ। त्यस्तै सुन र चाँदीको विवरणमा पनि असमानता देखिएको छ। सुन र चाँदीको मात्रा र स्रोत सीमित रूपमा उल्लेख गरिएको भए पनि अर्को विवरणमा मात्रा, मूल्य र स्रोत फरक देखिएको छ। सेयर लगानी सम्बन्धी विवरणमा पनि ठूलो अन्तर देखिएको छ। बैंक खाता सम्बन्धी विवरणमा पनि पूर्णता नभएको भेटिएको छ। केही बैंक खाताहरूमा एक विवरणमा देखिए पनि अर्को विवरणमा नदेखिनु तथा खातामा रहेको रकम स्पष्ट रूपमा नखुलाइनुले थप शङ्का उत्पन्न गराएको छ। सवारी साधन सम्बन्धी विवरण पनि विरोधाभास देखिएको छ। यसैबीच यी असङ्गतिहरूका कारण सम्पत्ति लुकाइएको वा गलत विवरण पेश गरिएको हुन सक्ने भन्दै छानबिनको माग उठेको छ। सरकारले यस विषयमा अध्ययन गर्न उच्च स्तरीय छानबिन समिति गठन गरेको छ। समितिले सम्पूर्ण कागजात, वित्तीय विवरण तथा लेनदेनको स्रोतबारे अध्ययन गरिरहेको जनाइएको छ। ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।